र आज चाहिँ हामीले रोमी 16को 17बाट 20 सम्म हामी 3वटा पदलाई मात्रै हामी हेर्नेछौँ र त्यो सेरोफेरोमा 1-2वटा भर्सहरूलाई हामीहरू डिग गर्नेछौँ हामीहरू। र साँच्चै नै यो मेरो शीर्षकमा आउँदै गर्दाखेरि चाहिँ है वाच आउट फर दोज हु कज डिभिजन 17बाट 20 सम्म हामीले हेऱ्यौँ भने चाहिँ त्यही कुरालाई नै भन्दै गरेको छ। हामीले डिस्कस पनि गऱ्यौँ है, हामीले पोर्टेबलमा यही विषयमा हामीले डिस्कस पनि गऱ्यौँ। तर आज एकदमै अफिसियली रूपमा है, नट हाम्रो चर्चहरूलाई मात्रै होइन, यहाँ हाम्रो युट्युबहरूमा पनि छ अहिले है, सबै चर्चहरूको बिचमा नै यो कुराहरू एकदमै लाउड एन्ड क्लियर होस्। हामीले यस्तो तरिकाले हामीले मण्डली आउनुपर्छ, यो कुराहरू हामीले गर्नु हुँदैन भन्ने कुराहरू आज हाम्रो चर्च स्थानीय मण्डलीलाई मात्रै होइन, विश्वव्यापी मण्डलीले जसले यो कुराहरू खेपिरहेको छ नि त होइन, यो कुराहरू चाहिँ यसरी हामीले बुझ्नुपर्छ भन्ने कुराहरू आज विशेष तपाईँको बिचमा म राखिरहेको छु। र म पढ्दैछु 17बाट 20 सम्म। लेट्स रिड 17 र 18लाई मात्रै हामी पढौँ। एन्ड नाउ आई मेक वान मोर अपिल। म एनएलटी भर्जनबाट पढ्दैछु, माथि स्लाइडमा पनि छ। माई डियर ब्रदर्स एन्ड सिस्टर, वाच आउट फर पिपल हु कज डिभिजन्स and offset people's faith by teaching things contrary to what you have been taught. Stay away from them. Such people are not serving Christ our Lord. They are serving their own personal interest. By smooth talk and glowing words, they deceive innocent people. भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि तिमीहरूलाई सिकाएको धर्म सिद्धान्तको विरुद्धमा फुट र बाधा बित्न सृष्टि गर्नेहरूलाई नजर राख र तिनीहरूबाट अलग्गै बस। किनभने यस्ताहरूले ख्रीष्ट हाम्रो प्रभुको निम्ति होइन तर आफ्नै पेटको निम्ति सेवा गर्छन् र तिनीहरूको मिठो मिठो बोली र कुराले सिधा सादाहरूका हृदयलाई धोका दिन्छन्। सो आई विल बी यही दुईवटा भर्समा मात्रै म फोकस्ड रहनेछु, किनभने गर्दा हामीले रोमीको किताबलाई पढ्दै गर्दाखेरि अन्तिममा यो रिमार्क पावलले छोड्दै गरेको हो नि त। हामीले सबै कुराहरूको बिचमा हामी हेर्दै गर्दाखेरि चाहिँ पावलले अन्तिममा उसले भन्दै गरेको कुरा चाहिँ आग्रहपूर्वक म बिन्ती गर्छु, प्लिज मण्डलीलाई भन्दै गरेको, प्लिज मण्डलीमा भएको मानिसहरूलाई म तिमीहरूलाई बिन्ती गर्छु, म तपाईँहरूलाई बिन्ती गर्छु भन्दै गरेको कुरा चाहिँ के हो भन्दै गर्दा चाहिँ विभाजन मान्छेको बिचमा ल्याउँदै गरेको, एकदमै टुटफुट ल्याउने, एकदमै त्यो विषयलाई चाहिँ पावलले चाहिँ एकदमै भित्रैबाट त्यो कुराहरू अपिल गर्दैछ, रिक्वेस्ट गर्दैछ, बिन्ती गर्दैछ। र हामीले यो कुराहरू थाहा गर्नुपर्दछ। जब हामीहरू बाइबलमा हामी पढ्दै जाँदाखेरि पनि के भेटाउँछौँ है, स्वर्गदूत आर्क एन्जल, लुसिफर पनि आर्क एन्जल त थियो नि, ऊ पनि होइन, एकदमै प्रमुख स्वर्गदूत थियो। तर के भयो भन्दै गर्दाखेरि चाहिँ स्वर्गमा पनि के भयो, विभाजन आयो, डिभिजन आयो। परमेश्वरबाट चाहिँ डल्लै 1/3 स्वर्गदूत लिएर चाहिँ लुसिफर झर्नु पर्यो है। यो कुराहरू हामीले चर्चमा मात्रै हामीले यो कुराहरू देख्दैछ, तर मैले एकदमै ब्रोडर सेन्समा यो कुराहरू भन्दैछु। डिभिजन भन्ने कुरा चाहिँ, विभाजन भन्ने कुरा चाहिँ मण्डली त पछाडि आउने कुराहरू हो। त सबैभन्दा विभाजन पहिला कहाँ आउँछ, परिवारभित्र आउँछ। परिवारभित्रको पनि अझै के हुन्छ, श्रीमान श्रीमतीको बिचमा, अनि त्यहाँबाट नानीहरूको बिचमा, दाजुभाइ दिदीबहिनी नमिल्ने है, श्रीमान श्रीमती नमिल्ने, विभाजन भन्ने कुरा एकदमै डरलाग्दो कुरा हो। अनि यो कुराहरूको छुट छैन, हामी सबैजनाले फेस गरिरहेका छौँ। एकदमै यो कुराहरू हामीले स्पट, हामीले फिङ्गर पोइन्ट हामीले गर्न सकिरहेको छ, हामीले देखिरहेछ, आइडेन्टिफाई एकदमै छ। हामीले देखेको छौँ हाम्रो घरमा विभाजन छ है, हाम्रो समाजमा विभाजन छ, जातको कारणले होस् कि पढेको कारणले होस् कि एनी रेसिजम कारणले, जुनै पनि एउटा रेसको कारणले गर्दा के छ त, विभाजनहरू छ। घरभित्र छ है, स्कुलमा गयो भने स्कुलमा छ, काम गर्ने ठाउँमा पनि के छ, पुरा डिभाइडेड छ मान्छे। तर परमेश्वरले चाहिँ मानिस जातिहरूलाई चाहिँ एक ठाउँमा बस्नका लागि उहाँले एउटै तरिकाले कामहरू गरोस्। परमेश्वर जस्तै हो, जसरी परमेश्वर त्रिएक परमेश्वर, हामी अन्तिममा हाम्रो आशिषको प्रार्थनाहरू हामी गर्छौँ है, अन्तिममा परमेश्वरको प्रेम, येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गतिमा सहभागिता हुने, हामी उहाँ त्रिएक परमेश्वर, ट्रायुन गडको उहाँको युनिटीलाई हामी देख्छौँ, उहाँहरूको एकतालाई हामी देख्छौँ।
है। तर स्वर्गमै के भयो त, आर्क एन्जल लुसिफरले नै के गरे त, ऊ शैतान भएर निस्किनु पर्यो अन्तिममा गएर। स्वर्गदूत अन्तिममा गएर शैतानको नाममा आयो। स्वर्गमा पनि त्यो कुराले के गर्यो, डिभिजनले ठाउँ पायो। परमेश्वरले आदम र हावालाई बनाउँदै गर्नु हुँदाखेरि पनि दुईजनाको बिचमा एकदमै के थियो त, उनीहरूको बिचमा राम्रो सङ्गति थियो। श्रीमान श्रीमती परमेश्वर र आदमको बिचमा राम्रो युनिटी थियो। तर के भयो, दुष्टले आएर के गरे त, डिभिजन ल्याइदियो, परमेश्वरसँग एलिनेटेड गरिदियो। आज यो कुराहरू मैले भन्दै गर्दाखेरि हामीले थाहा गर्नुपर्छ, दुष्टले कहिले पनि एक भगर चाहँदैन। श्रीमान श्रीमती राम्रोसँगले मिलोस् त, मान्छेले कुरा गर्छ, हेर्न के साह्रो चाटौँला जस्तै गरेको भनेर, होइन। भन्नेले भनेपछि त श्रीमान श्रीमती ठक्कै मिल्नुपर्छ, परिवारहरू एकदमै युनाइटेड हुनुपर्छ। अनि मान्छेले भने के साह्रो परिवारलाई बोकेको भनिरहन्छ कतिजनाले। सही गर्ने, करेक्ट गर्ने ठाउँमा करेक्ट गर्नुपर्छ, तर सपोर्ट गर्ने ठाउँमा जहिले पनि सपोर्ट गर्नुपर्छ। हाम्रो चाहिँ हामी आउनु त आयो, हामीहरू एकदमै कन्भर्टेड, हामीहरू एकदमै हाम्रो पिता पुर्खाहरू एकदमै हाम्रो पुस्ताहरू एकदमै क्रिस्चियनहरू त धेरै लामो पुस्ताहरू त छैन। तर अहिले हामी पहिलो पुस्ताको मान्छेहरूले कुरा सिक्दैछ। बाहिरको कुराहरूबाट हामी एकदमै विभिन्न परम्परा हरेक कुरालाई रोक्दै थाम्दै आउँदै गर्दाखेरि अहिले हामी विश्वास आउँदाखेरि पनि हामी त्यस्तै तरिकाले हामीले कतिवटा कुरालाई डिल गरिरहेको हुन्छौँ है। तर आजको दिनमा हामीले यो कुरा हेर्दै गर्दाखेरि परमेश्वरले मानिस जातिको बिचमा चाहिँ एकदमै एक रहोस् मानिसहरू है, परमेश्वरसँग एक रहोस्। बाइबलमा हामीहरू पटक पटक हामी पाउँछौँ, एकअर्कासँग तिमीहरू मिलेर बस, सहेर बस भन्दै गरेको कुरालाई हामी पाउँदछौँ है। आजको दिनमा हामीले यो कुराहरू थाहा गर्नुपर्छ। हाम्रो कहिले पनि एकताहरू है। हाम्रो एकजना मेरो मामा पनि हुनुहुन्छ, उहाँ है पास्टर राजमान, मेरो मामा पनि हुनुहुन्छ। उहाँले एक समय मलाई के भन्नुभयो भन्दै गर्दाखेरि चाहिँ एकदमै मजा लागेको मैले। उहाँले मलाई के भन्नुभयो, कतिवटा युनिटीहरू म्याक्स मान्छेहरूको कुरा काटेर मान्छेलाई नराम्रो बनाएर एक भइरहेको हुन्छ। त्यो एकताले कहिले पनि काम काट्दैन, त्यो परमेश्वरबाट आएको होइन। एकता चाहिँ हामीलाई दर्शनले बनाउनु पर्छ, लोकल भिजनले हामीले बनाउनु पर्छ, मिनिस्ट्रीको भिजनले हामीलाई बनाउनु पर्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। र हाम्रो कतिजनाको एकता पनि के छ, मान्छेलाई कुरा काटेर है, मान्छेको कतिजनाको एकदमै आशमा छ, मान्छेले साँच्चै नै सहायता गरेको कारणले गर्दा एक छ, मान्छेले दिएको कारणले गरेर एक भइरहेको छ है, मान्छेले सुविधा पायो भनेर एक भइरहेको छ। त त्यो हुनु हुँदैन चर्चमा चाहिँ होइन, चर्चमा त्यो हुनु हुँदैन है। मान्छेले हामीलाई दिएको कारणले गरेर, सहयोग गरेको कारणले गरेर, फेसिलिटिज अरे यो चर्चमा भनेर हामीहरू युनाइटेड हुनु हुँदैन। त्यो पनि के भयो त, ख्रिस्ट येशूमाथि बसालेको त्यो एकता हो होइन। त्यो एकता जतिखेर पनि फुटेर जान सक्छ, टुटेर जान सक्छ। एकदमै त्यो एकता चाहिँ गुटबन्दी जस्तै हो, मान्छेको कुराहरू गरेर विरोध गरेर एक भएको राम्रो होइन त्यो कुराहरू। र हामीले यो कुराहरू थाहा गर्नुपर्छ कि ओभर द टाइम जसरी आदम र हावाले एकदमै दुष्टको कुराहरू शैतानसँग उनीहरूले सुन्दैछ, कुरा सुन्दैछ, एकैतालमा उनीहरूले फल खाएको होइन नि त। कति समय लाग्यो होला है, सर्पले आएर भन्दैछ, दुष्टले आएर भन्दैछ है, यस्तो है उस्तो है भन्दै। तर अन्तिममा गएर के भयो, ऊ कन्भिन्सै भयो। पहिलो परमेश्वरले सृष्टि गर्नुभएको आदम आफ्नो हातले बनाउनु भएको त्यो व्यक्ति अन्तिममा गएर के भयो, परमेश्वरसँग नै के भयो, छुट्टा नाम भयो, विरोध गर्नु थाल्यो उसले नै। परमेश्वरसँग नै ऊ एलिनेटेड भयो। किन भन्दै गर्दाखेरि त्यो शैतानले आएर उसलाई बोलेको कारणले गरेर, फुकेको कारणले गरेर। त्यही भएर हामीले फर्स्ट थिङ हामीले वचनमा हामी हेर्दै गर्दा डिभिजन ल्याउने मान्छेहरूबाट सबैभन्दा फर्स्ट कुरा के भनेको छ, स्टे अवे भनेको छ, टाढा बस्नु भनेको छ। यो चाहिँ हाम्रो चर्चको कुरा मात्रै गरेको होइन, हाम्रो चर्चमा मात्रै कुरा गरेको होइन, विश्वव्यापी मण्डलीहरू कति छ, सयौँ हजारौँ मण्डलीहरू छ। मैले मण्डलीको विषयमा मात्रै भनेको होइन, श्रीमान श्रीमतीको बिचमा हुनसक्छ, परिवारको बिचमा हुनसक्छ, त्यो कुराहरू साथीभाइको बिचमा हुनसक्छ। जसले एकदमै डिभिसिभ माइन्ड भएको मान्छे, एकदमै फुट ल्याउने मान्छेहरूबाट चाहिँ वचनले एउटै कुरा भनेको छ, उनीहरूबाट टाढा बस्नु भनेको छ। देयर इज नो अदर मिक्स कुराहरू छैन, टाढा बस्नु भनेको छ। तर वचनले घृणा गर्नु भनेर भनेको छ,
छैन, त्यसै हामी अब एकदमै दुष्ट भएर त्यो कुराहरू हामीले गरिरहेको हुन्छ। तर वचनले चाहिँ टाढा बस्नु भनेको छ, घृणा नगर्नु होइन, घृणा गर्नु भनेर भनेको छैन, यु सुड हेट देम भनेको छैन। अनि यो कुरा चाहिँ मन पर्दैन, हामीहरू युनाइटेड भएको, परिवार एक भएको, श्रीमान श्रीमती एक भएको मन पर्दैन, मान्छेलाई मन पर्दैन है, शैतानलाई त धन मनै पर्दैन, सुरुबाट नै विरोध छ, घोर विरोध छ शैतानको चाहिँ, एकदमै त्यो कुराहरू चाहिँ मन पर्दैन है। आदम र परमेश्वरको त्यस्तो मिठो सम्बन्ध पनि के भयो, दुष्टले आएर टुक्रा टुक्रा बनाइदियो। श्रीमान श्रीमती कस्तो मजाले मिलिरहेको हुन्छ, अर्कोले आएर के भन्छ, हेर्न फल्नाको बुढा त उसँग हिँडिरहेको थियो, उसँग बोलिरहेको थियो अरे, फल्नाको बुढी त उसँग बोलायो, तिमीलाई थाहा छ के भयो, श्रीमान श्रीमती पनि आँखा लगाइदिइरहेको हुन्छ है। ट्रस्ट मी, म 16 वर्ष जस्तो मैले यो मौका पाएको छु मान्छेहरूसँग डिल गर्ने, चर्चमा बसेर मान्छेहरूसँग व्यवहार गर्ने, 16 वर्षसम्म मैले कुराहरू मौका पाएको छु। मैले धेरै कुराहरू उकाली ओह्रालीहरू मानिसहरूको जीवनहरू पढ्ने मौका पाएको छु। कतिजना श्रीमान श्रीमतीको केही पनि हुँदैन, तर एउटाले आएर भन्ने अरे तपाईँको श्रीमान त फल्नासँग गाडीमा कुदिरहेको थियो। चर्चमा कतिपटक हामीले डिल गर्नु पर्यो त्यो कुरालाई, सम्बन्ध कतिपटक पवित्र हुन्छ, कतिपटक त्यो कुराहरू अचाहिँदो काम गरिरहेको हुन्छ, तरै पनि अरूको कुराहरू सुन्नु हुँदैन। त्यो तरिकाले हामीले एड्रेस गरिरहेको हुन्छौँ। किन भन्दाखेरि डिभिजन चाहिँ जहिले पनि दुष्टले लिएर आउँछ। अनि एकजना मान्छेले उसको नानी अर्को नानीसँग खेलिरहेको उसले देख्छ, अनि उनीहरू यति साह्रो झगडा पर्छ, उनीहरू ठुल्ठुलो स्वरले उनीहरू बोल्न थाल्छ, सानो नानी। अनि त्यो बाबाले बाहिरबाट हेर्दै गर्दाखेरि सुन्छ, दे आर स्क्रिमिङ, दे आर फाइटिङ, वर्डहरू एक्सचेन्ज हुँदैछ, यताबाट ठुलो स्वरले बोल्दैछ, यताबाट ठुलो स्वरले बोल्दैछ। जब बाउ सिनमा पुग्छ अनि त्यो बाउले भन्छ, छोरी तिमी किन झगडा गरेको, नानी हो तिमीहरू किन झगडा गरेको भन्दै गर्दा त्यो नानीहरूले भन्छ, हामीले झगडा गरेको छैनौँ, हामीहरू त वी आर प्लेइङ, हामीले खेलिरहेको छौँ। त्यस्तै गरेर कतिपटक हामीले कस्तो कस्तो कुराहरू हामीले देख्छौँ, तर मान्छेले के भन्छ, छैन नि हामीले त्यस्तो गरेको, सुनिरहेको छ, देखिरहेको छ, तरै पनि सोद्धाखेरि के भन्छ, होइन नि हामीले झगडा गरेको। कुराहरू लुकाउने, त्यहाँबाट के हुन्छ, बिस्तारै त्यो कुराहरू दुश्मनी भएर जान्छ, मान्छेहरू त्यहाँबाट इभल हुँदै जान्छ। जब शैतानले मान्छेलाई काम गर्न थाल्यो भने नि उसले केही कुरा पनि सोच्दैन, उसले एकदमै शैतानको मित्र भएर उसले काम गर्न थाल्छ। कतिपटक हामीले त्यो कुराहरू देख्दै गर्दा सुनिरहेको छ, देखिरहेको छ, तर पनि दुष्ट तरिकाले आउँदै गर्दाखेरि पनि हामीले भन्नुपर्छ, यो कुराहरू गर्नु हुँदैन, यो कुराहरू बोल्नु हुँदैन भनेर। अनि एकजना व्यक्तिले भन्नुभएको रहेछ है, फिक्स द फाइट नाउ यु विल फिक्स द फ्युचर। लडाइँहरूलाई अहिले नै सुल्झाउनु, भविष्य बनिन्छ भनेर। यो चाहिँ चर्चको कुराहरू मात्रै होइन, चर्चभित्रको कुरा मात्रै होइन, श्रीमान श्रीमतीको परिवारभित्र अहिले नै जति लडाइँहरू छ, जति चाँडो हामीले सुल्झायो त्यति नै हाम्रो भविष्य राम्रो हुन्छ, त्यति नै हाम्रो भविष्य उज्जवल हुन्छ, त्यति नै चम्किलो भविष्यले हामीलाई पर्खेर बसिरहेको हुन्छ। आज कतिजना लडाइँ गरेर, श्रीमान श्रीमती लडाइँ गर्यो, फाइदा कसलाई हुन्छ, छिमेकीलाई फाइदा हुन्छ त्यो कुराले, कसैलाई पनि फाइदा हुँदैन। श्रीमान श्रीमती परिवारको बिचमा झगडा कसलाई फाइदा भयो, कसैलाई पनि फाइदा हुँदैन, घाटा आफैलाई हुन्छ। घाटा चाहिँ कसलाई भयो भन्दाखेरि शैतानलाई पनि घाटा हुँदैन, छिमेकीलाई पनि घाटा हुँदैन, घाटा चाहिँ आफैलाई नै हुन्छ। श्रीमान श्रीमती लड्दै गर्दाखेरि नानीहरूले हेरिरहेको त्यो कुरा बुझिरहेको हुन्छ, देखिरहेको हुन्छ, त्यही कुराहरू नै सिक्छ नि। अनि पछाडि गएर त्यही नानीहरू ठुल्ठुलो लिडरसिपमा आउने हो, ठुल्ठुलो अगुवाहरू बनिने हो। त्यहाँबाट त्यो नानी त्यो झगडेमा हुर्केको नानी जब अगुवा बनिन्छ, त्यो नानीले जानेको कुरा नै त्यही छ, फाइट गर्नुपर्छ, लडाइँ गर्नुपर्छ भने उसले बुझ्छ। त्यही भएर अहिले चाहिँ हाम्रो सर्ट टर्म अहिलेको नजिकको कुरालाई मात्रै हामी हेरिरहेको छैन, तर भविष्यलाई हामी हेर्दैछौँ। किन हाम्रो लडाइँहरू रोकिनुपर्छ, हाम्रो घरभित्र श्रीमान श्रीमतीको बिचमा किन लडाइँहरू रोकिनुपर्छ, मण्डलीभित्र किन लडाइँहरू रोकिनुपर्छ भन्दै गर्दाखेरि चाहिँ भविष्य अन्धकार छ, लडाइँमा हामी हुर्केका छौँ भने। तपाईँले यी कुराहरू पत्याउनुहोस् या नपत्याउनुहोस्, लडाइँमा हुर्केको नानी उसले पहिले पनि ऊ जब ठाउँमा आइपुग्छ,
उसले राम्रो तरिकाले हेर्न सक्दैन। धेरै उसको बिचमा उसको जीवनमा धेरै साइन्टिफिकेसनबाट ऊ जानुपर्छ, धेरै कुराहरू उसले सिक्नुपर्छ, धेरै कुराहरूबाट तोडिनुपर्छ, उसको जुवाहरू कतिवटा जुवाहरू भाँचिनुपर्छ। तर अहिले नै हाम्रो नानीहरूलाई हामीले त्यो वातावरणमा हुर्कायो भने जब उनीहरू आउँछ नि त्यो ठाउँमा उनीहरूले राम्रो एउटा नेतृत्व दिन सक्छ, उनीहरूले राम्रो एकदमै उनीहरूको कौशलताहरूबाट उनीहरूको स्किलबाट उनीहरूले सर्भ गर्न सक्छ। त्यही भएर अहिले नै हाम्रो लडाइँलाई हामीले अन्त्य गर्नुपर्छ। अझै हाम्रो मण्डलीभित्रको कुरालाई त हामीले सर्ट आउट गरिहाल्नुपर्छ। हामीले एकदमै मानिसहरूसँग हामीले त्यो कुराहरू यो पवित्र मान्छेको दुष्ट लडाइँ हामीले लड्नु हुँदैन। हामीले पवित्र जनहरू हाम्रो लडाइँ त एबिसीको किताबले भन्दा हाम्रो मान्छेको विरुद्धमा होइन, हाम्रो शरीरको विरुद्धमा होइन लडाइँ त, तर प्रधानताहरूको विरुद्धमा, त्यो दुष्टाई शक्तिहरूको विरुद्धमा भनेको छ। मान्छेहरूसँग होइन, शरीर र मासुसँग होइन हाम्रो लडाइँहरू भन्ने कुराहरू हामीले बुझ्नुपर्छ। अझ धेरै श्रीमानहरू, धेरै श्रीमतीहरू, धेरै परिवारहरू झगडाको कारणले गरेर अगाडि बढ्न सकेको छैन। चर्चको कुराहरू हामी पछाडि गरौँ। चर्चमा त धेरै मान्छेहरूबाट भिन्न भिन्न प्रकारका मानिसहरू आउँछ चर्चमा त। अभियसली हामीले कतिपल्ट चित्तहरू बुझ्दैन, तर पनि हामीले जान्नुपर्ने कुरा चाहिँ के हो, उहाँको श्रद्धामा हामीले एकअर्कालाई सहनुपर्छ। हालेलुया। एकअर्कालाई हामीले सहनु पर्यो, एकअर्कालाई हामीले बुझ्नुपर्छ। तर हाम्रो इन्टेन्सनै आएर म झगडा गर्छु भन्ने इन्टेन्सनमा आयो भने के भयो, जति जे गर्दा पनि उसको भित्र चाहिँ के छ, झगडाले ऊ भरिएको छ। त्यो कुराहरू हामीले थाहा गर्नुपर्दछ कि कहिले पनि कसैलाई पनि त्यो कुराले फाइदा गर्दैन। अहिले डिभिजन भन्ने कुराहरू एकदमै प्रबल तरिकाले, एकदमै नेपाली इङ्ग्लिसमा भन्ने भने चाहिँ एकदमै ऱ्यापिडली, एकदमै प्रबल तरिकाले यो विभाजन भन्ने कुराहरू, डिभिजन भन्ने कुराहरू बढिरहेको छ। लुक एनिवेयर हिस्ट्रीमा हामीले हेर्दै जाउँ, अहिले झन् यो दिनहरूमा यति धेरै विभाजनहरू छ, यति धेरै विभाजन छ, कुनै पनि परिवारहरू एक छैन। डिभोर्सको रेटहरू स्काई रकेटिङ कहाँ पुगिसक्यो। डिभोर्स गर्ने मान्छेहरूको परिवारभित्र मान्छेहरू कोही पनि ठिकसँगले बस्न सकेको छैन, क्रिस्चियनहरू पनि सकेको छैन है। किन भन्दै गर्दाखेरि चाहिँ शैतानले काम गरेको हामीमा, शैतानले हामीमा काम गरेको। किन भन्दा परमेश्वरको योजना कहिले पनि त्यो होइन, हामी सबैजना एक मिलेर बस्नुपर्ने हामीहरू। तर हाम्रो परिवारमा त्यो छ, श्रीमान श्रीमतीको बिचमा त्यो छ। चर्चहरू अहिले हामी हेरौँ कति धेरै चर्चहरू विभाजन भइरहेको छ, यति धेरै चर्चहरू विभाजन भइरहेको छ। अनगन्ती चर्चहरू जोडिने छैन, मान्छेहरू प्रचार गर्न छैन। अब चर्चहरू फुट्दै जाँदछ। त्यो शक्तिले यस्तो साह्रो त्यो प्रबल तरिकाले दुष्टले काम गर्दैछ। दुष्टको काम नै के हो, डिभाइड एन्ड रुल। डिभाइड के गरेर हुन्छ, श्रीमान श्रीमतीलाई चाहिँ डिभाइड गरिदियो अनि राज्य गरिदियो, अनि त्यहाँबाट के हुन्छ, डिभाइड भएपछि के भयो, दुईजना, त्यहाँबाट सबै कुराहरू सल्लाम छुल्लुम भयो। त्यहाँबाट श्रीमान एकपट्टि हुन्छ, श्रीमती एकपट्टि हुन्छ, सबै कुरामा दुष्टले कब्जा गर्न थाल्छ। त्यहाँबाट परिवारमा पनि डिभाइड गरिदिन्छ, रुल गरिदिन्छ, डिभाइड गरिदिन्छ, रुल गरिदिन्छ। हाम्रो प्रार्थनाहरू जहिले पनि त्यो हुनुपर्छ, परमेश्वर परमेश्वरले हामीलाई एकताको सूत्रमा, हाम्रो मण्डली परिवारमा मात्रै होइन, हाम्रो परिवारभित्र पनि राख्नुहोस्। कतिजना मान्छेहरू मण्डली परिवारमा ठिक हुन्छ, परिवारभित्र ठिक हुँदैन, कस्तो नराम्रो कुरा हो त्यो। बाहिरबाट यता परिवार कस्तो मजाले एकतामा आएको जस्तो देखिन्छ, तर घरभित्र त्यो मान्छे यति धेरै उसको छेन्द्रो हुन्छ। किन भन्दै गर्दा पहिला हामीले गर्नुपर्ने चाहिँ घरभित्र त्यहाँ हामीले ल्याउनुपर्छ। श्रीमान श्रीमती, हाम्रो नानीहरूको बिचमा हामीले त्यो कसरी हुन्छ हामीले ल्याउनुपर्छ। के गरेर हुन्छ, हामीले प्रार्थना गरेर हुन्छ कि के गरेर हुन्छ, हामीले त्यो कुराहरू हामीले ल्याउनुपर्छ, हामीले गर्नुपर्छ। र हाम्रो चर्चभित्र मात्रै हामीले अन्तिममा एकताको सूत्रमा बाँध्नुहोस् भन्ने जहिले पनि हाम्रो अन्तिममा त्यो चाहिँ प्रार्थना होस्। हाम्रो मण्डलीको भन्थ्यौँ जहिले पनि हाम्रो मण्डलीको प्रार्थना त्यो होस्, एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई। यो भजन होइन है भन्थेँ म जहिले पनि, यो भजन होइन, प्रभुले मलाई भित्र लाउँदै गर्नुभयो, यो चाहिँ प्रार्थना होस् चर्चको, हामीलाई एकता गराउनुहोस् भन्ने है। हामी यो भजनहरू हामीले श्रीमान श्रीमतीको बिचमा परिवारमा पनि एक कुराले मेल खानुपर्छ, ठाउँ पाउनुपर्छ है। इट मस्ट स्टप। यो डिभिजन भन्ने कुराहरू घरमा रोकिनु पर्यो, परिवारहरूमा रोकिनु पर्यो, चर्चभित्र रोकिनुपर्छ डिभिजन भन्ने कुराहरू। तर हामीले यो कुरालाई राम्रोसँगले बुझ्नु पर्यो। यसको कतिपटक मान्छे आफै पनि हामीहरू त्यो हतियार भएर उभिरहेको हुन्छ, हामीहरू
थाहा गर्नुपर्छ हामी चाहिँ कसलाई चाहिँ हामीहरू कसको चाहिँ विरुद्धमा हामीहरू छौँ भन्ने कुरा हामीले थाहा गर्नुपर्छ है। हामीले सबैजना ख्रिस्टको अङ्गहरू हामी, अनि हामीले थाहा गर्नुपर्छ हामीले विभाजन ल्याउँदै गर्दाखेरि ख्रिस्टको अङ्गलाई हामीले तोड्दैछौँ भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ है। त्यो कुराले हाम्रो ठाउँहरूमा, हाम्रो मण्डलीहरूमा ठाउँ नपाओस्। किन भन्दै गर्दाखेरि चाहिँ जब त्यो कुराले ठाउँ पाउँछ, दुष्टको स्ट्राटेजी नै त्यही हो, मैले भनिहालेँ, खालि डिभाइड अनि रुल गर्ने। मर्कुस 3:25 यसो भनेको छ, मार्क 3:25, इफ अ हाउस इज डिभाइडेड एगेन्स्ट इटसेल्फ द्याट हाउस क्यानट स्ट्यान्ड है। एकदमै स्याल नट स्ट्यान्ड पनि भनेको छ, उभिनु सक्दैन भने। जुन घर चाहिँ भित्र टुटेको छ त्यो घर कहिले पनि उभिनु सक्दैन भनेको छ। देयर इज नो फ्युचर छैन त्यसमा, टुटेको घरमा छैन भनेको। यति इम्पोर्टेन्ट हो। श्रीमान श्रीमतीको बिचमा पनि टुटेको सम्बन्ध छ भने उभिन सक्दैन हाम्रो नानीहरू, हाम्रो परिवार, हाम्रो जेनेरेसनहरू उभिन सक्दैन राम्रोसँगले। परिवारमा त्यो छ भने पनि उठ्न सक्दैन परिवारहरू। मण्डलीभित्र पनि त्यो खालको छ भने राम्रो व्यक्तिहरू मण्डलीबाट निस्किन सक्दैन। अनि त्यो कुरा चाहिँ हामीले के गर्नुपर्छ, हामीले वर्कआउट गर्नुपर्छ। प्रार्थनाहरूमा हामी धेरै एकदमै हामीले समयहरू बिताउनुपर्छ। इफ अ हाउस इज डिभाइडेड एगेन्स्ट इटसेल्फ द्याट हाउस क्यान नट स्ट्यान्ड। घरभित्र नै मान्छेहरू लडाइँ झगडा छ भने त्यो घर उभिन सक्दैन भनेको छ। घर, मण्डली, समाज सेम थिङ है। हाम्रो बिचमा नै हामी झगडाहरू लडाइँहरू गर्छौँ भने हामीहरू उभिन सक्दैनौँ। दुष्टले त्यहाँनिर ठाउँ पाउँदछ र प्रभुले हामीलाई यस्तो तरिकाले हामीलाई मानिसहरूसँग एकतामा बस्न सिकाएको होस्, परिवारभित्र हामीलाई एकतामा बस्न सिकाएको होस्। त्यो मन र त्यो हृदय उहाँले दिनुभएको होस्। जब जब विद्रोह गर्ने, लडाइँ गर्ने मनहरू आउँछ, हृदयहरू आउँछ, प्रभु तपाईँले मलाई सम्हालिदिनुहोस्। जसरी याकुबले भनेको छ, किन झगडा आउँछ। याकुब 4 हामी हेर्दा, याकुब 4:1 हामीले हेऱ्यो भने के भनेको छ, जेम्स च्याप्टर 4:1 के भनेको छ, वाइ देयर इज कन्फ्लिक्ट, किन छ चर्चभित्र, किन मान्छेहरूको बिचमा कन्फ्लिक्ट छ, वाइ देयर क्वारल्स, किन छ झगडाहरू भन्दै गर्दा याकुबले भनेको छ, किन भन्दै गर्दाखेरि हाम्रो इच्छा हामी एकदमै दुष्ट कुराहरूको हामीले इच्छा गरेको कारणले गरेर हाम्रो बिचमा लडाइँहरू झगडाहरू आउँछ। एकदमै सिद्ध कुराहरू, एकदमै असल कुराहरू हामीले रुचि राख्न थाल्यौँ भने त्यहाँ आउँदैन, झगडा आउँदैन। तर जहाँ एकदमै दुष्ट कुराहरू गर्न थाल्छ, दुष्ट कुराहरू बोलिन्छ, त्यहाँनिर एकदमै विभाजनहरू आउँछ। र हामीले त्यो कुरालाई पनि हामीले थाहा गर्नुपर्दछ। र यो रोमीको किताबलाई हामीले धेरै हप्ता महिनाहरू लगाएर हामीले हेऱ्यौँ र 16मा हामी आउँदै गर्दाखेरि 16लाई कस्तो मजाले पावलले एकदमै स्यान्डविच जस्तो एउटा त्यो थियोलोजिकल अप्रोच, स्यान्डविच भन्दै गरेको चाहिँ त्यो बन, माथिको र मुनिको बन र बिचमा चाहिँ मासु हुन्छ। इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ, भ्यालुएबल कुरा चाहिँ के हो भन्दाखेरि मासु हो नि त, बन होइन, तोस होइन। तर बिचमा भएको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। पावलले जब उसले सुरु गर्छ, उसले अभिवादनबाट सुरु गरेको छ। 1बाट 16सम्म हेऱ्यो भने कस्तो राम्रो भाइब आएको छ त्यहाँनिर। मान्छेहरू यस्तो यस्तो राम्रो मान्छेहरू रहेछ है मण्डलीमा भनेको। फिबी ऊ क्रिकियाको मण्डली भनेको छ है, गायस जसले मलाई खुवायो, मलाई पिलायो, कति धेरै प्रार्थनामा सहायता गर्नेहरू, दिने मान्छे, हरेक मान्छे, कस्तो उत्साहको कुराहरू गरेको छ। 1बाट हामीहरू 16सम्म आउँदै गर्दाखेरि, अनि 16मा अड्केर 17 र 18लाई हेर्दै गर्दा चाहिँ त्यहाँबाट भनेको छ कि तिमीहरूले याद गर्नु है, तिमीलाई म आग्रहपूर्वक बिन्ती गर्छु कि तिमीहरूलाई सिकाएको धर्म सिद्धान्तको विरुद्धमा फुट र विभाजन सृष्टि गर्नेहरूलाई नजर राख। त्यो बिचको कुराहरू त्यहाँबाट पावलले दिन्छ। त्यहाँबाट फेरि 17बाट सकि पछाडि 18मा हामी 18-19मा हेर्दै गयो भने फेरि त्यहाँबाट अभिवादनबाट सुरु गरेको छ। र पावलले मेन भन्दै गरेको कुरा चाहिँ 17 र 18 याद गर। अन्तिम पटक उसले त्यो कुराहरू इम्पोर्टेन्ट छ र त त्यो कुराहरू भन्दैछ त है। यति राम्रो मानिसहरूको कुरा गरेको छ। 16सम्म आउँदै गर्दाखेरि राम्रो मान्छेहरू मात्रै हुन्छ होला मण्डलीमा भनेको जस्तो हामीले पहिलो पटक बाइबल पढ्ने मान्छेले है यसो हेर्दै गर्दाखेरि वा क्रिस्चियनहरूको उसमा पनि, क्रिस्चियन समाजमा पनि कति धेरै उनीहरूको कम्युनिटीभित्र पनि कस्तो राम्रो मान्छेहरू हुँदो रहेछ है। प्रिस्किलाको पनि कुरा गरेको छ, अखिलासको पनि कुरा गरेको छ, कस्तो राम्रो कुरा गरेको छ त्यहाँनिर। विश्वासमा मभन्दा अगाडि क्रिस्ट येशूलाई विश्वास गर्नेहरू उनीहरू हो भनेर भनेको छ। पावलले राम्रो कुरा गरेको छ। तर बिचमा आएर के भनेको छ, याद गर सधैँ
राम्रो मान्छेहरूको बिचमा सधैँ राम्रोहरू मात्रै हुन्छ होइन, तर नराम्रो मान्छेहरू पनि हुन्छ। नराम्रो मान्छे चाहिँ कस्तो हुन्छ भन्ने गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ विभाजन लिएर आउँछ। वाच आउट फर द पिपल दोज हु कज डिभिजन। एकदमै डिभिजन ल्याउने, विभाजन ल्याउने मान्छेहरू पनि मण्डलीमा हुन्छ। राम्रै मान्छेहरू मात्रै हुँदैन, तर विभाजन ल्याउने मान्छेहरू पनि हुन्छ है। एन्ड अपसेट पिपल्स फेथ, जसले चाहिँ मानिसहरूको विश्वासलाई के गर्छ, असर पार्छ। विभाजनले जहिले पनि के गर्छ, असर पार्छ मान्छेहरूलाई। एकदमै साँच्चै नै कतिपटक सोच्दै जाँदाखेरि भन्दै जाँदाखेरि त्यो विभाजनले कतिजनाको एकदमै बोयफ्रेन्ड गर्लफ्रेन्डसँगको त्यो डिभिजन भएको कुराले, श्रीमान श्रीमती डिभोर्स भएको कारणले गरेर त्यसले के गर्छ, लङ टर्म जेनेरेसनमा पुस्तौँ पुस्तासम्म त्यो कुराले के गरेर हुन्छ, असर गरिरहेको हुन्छ। परिवारमा त्यो विभाजन भएको कारणले गरेर त्यो कुराले पुस्तौँ पुस्ता खेदिरहेको हुन्छ, त्यो कुराले नै खेदिरहेको हुन्छ। सेमलाई त्यस्तै नै हो चर्चमा पनि, जब विभाजन हुन्छ त्यो कुराले मान्छेलाई खेद्न थाल्छ। तर हामीले थाहा गर्नुपर्दछ कि यो मानिसहरूको उनीहरूको अभिप्राय नै के हो भन्दाखेरि विभाजन ल्याउने, अपसेट्स पिपल्स फेथ, मान्छेहरूको विश्वासलाई खैला बैला बनाइदिने, टिचिङ थिङ्स कन्ट्रारी। उनीहरूले चाहिँ भएको नभएको कुराहरू, शिक्षाभन्दा बाहिरको कुराहरू भनेर के गर्छ, विभाजन ल्याइदिन्छ। तपाईँलाई चाहिँ धेरै चर्चहरूमा त्यो कुराहरू भइरहेको छ कि कसले के प्रचार गर्यो अरे है, फल्नाले यस्तो प्रचार गरे अरे भनेर। अब कतिजनाले होइन अब बाहिरको कुराहरू नभन्नु, कतिजनाले मलाई नै भनेको छ अरे तपाईँले के प्रचार गरेको भनेर, तपाईँले गलत प्रचार गर्छ भनेर मलाई कतिजनाले मलाई भनेको छ। त्यो बाहिरको कुराहरू हामी नगरौँ। अझै बाहिर हामी सोसियल मिडियामा युट्युबहरूमा बोल्ने प्रचारकको कुराहरू सुनेर है, कसले के खानुहुन्छ, के मान्नु हुँदैन भन्ने कुरा, कसैले यो लाउनुहुन्छ, कसैले यो लाउनु हुँदैन भन्ने कुराहरू, कसैले यो कुराहरू मनाउनु हुन्छ, कसैले भन्छ यो कुराहरू मनाउनु हुँदैन भने त्यो बिचमा के भयो, चर्चहरू थुप्रो तरिकाले विभाजन भइरहेको छ है। तर यस्तो मान्छेले के गर्छ भन्दैछ त, दे विल अपसेट्स पिपल्स फेथ, मान्छेको विश्वासलाई खैला बैला बनाइदिन्छ। कसरी भन्दाखेरि चाहिँ उल्टा पाल्टा कुराहरू भनेर उनीहरूले भन्छ है। यो उल्टा पाल्टा भन्ने कुराहरू एकदमै गम्भीर कुरा हो एकदमै। मैले एक समयमा मैले प्रचार गर्दै गर्दाखेरि परिवार फ्यामिलीको बारेमा मैले सिरिज गरेको थिएँ, लामो समय लगाएर। हाम्रो फ्यामिली हाम्रो प्रायोरिटी हो, हामीले परिवारलाई हामीले प्राथमिकता दिनुपर्छ भनेर मैले चर्चमा मैले भन्दै थिएँ। अनि एकजनाले आएर मलाई भन्नुभयो, तपाईँ भन्नुहुन्छ परिवारलाई प्राथमिकता दिनु हामीले, तपाईँ भन्नुहुन्छ सेवा आउनु आउनु भनेर, हामी कसलाई प्राथमिकता दिनुपर्ने, हामीले तपाईँले भन्नुभएको होइन परिवारलाई दिनुपर्छ भनेर। अनि मैले कतिपटक आधी बुझ्नुभयो, आधी बुझ्नु भने आधी बुझ्नु हुँदैन, त्यो चाहिँ म्यानिपुलेसन हो नि त, म्यानिपुलेसन हो। मान्छेलाई के यो दे विल अपसेट पिपल्स फेथ। अब पास्टरले त भन्दैछ परिवारलाई उयो प्राथमिकता दिनु भनेर, तर सेवाहरू मिस गर्नु हुँदैन भनेर भन्दैछ। के भनेको त्यो कुराहरूले? तर के हो भन्दै गर्दाखेरि चाहिँ हाम्रो सेवाहरू सबै कुराहरू हामीले ईश्वरको राज्य, मत्ती 6:33मा सिक द किङडम अफ गड फर्स्ट, उहाँको राज्य र धार्मिकतालाई हामीले पहिला खोजी गर्नुपर्छ। त्यहाँबाट उफ्रेको त्यहाँबाटको हाम्रो जति पनि समयहरू छ हामीले प्रायोरिटाइज हामीले परिवारलाई गर्नुपर्छ। अब आइतबारको दिन हामी सबैजनाको परिवार छ, मेरो परिवार छ भन्दैमा म घरमा बस्नु भयो त होइन नि त। मैले त ईश्वरको धार्मिकतालाई मैले खोजी गर्नुपर्छ, उहाँलाई म आराधना मैले गर्नुपर्छ। त्यो के हो त, आदि सत्य हो नि त त्यो कुराहरू। त्यो कुराले के हुन्छ, मान्छेहरू म्यानिपुलेटेड हुन्छ। दिस आर जस्ट सानो सानो मैले उदाहरण मात्रै दिँदै गरेको, देयर आर हन्ड्रेड्स अफ थिङ। त्यो मैले भन्दै गरेको कुराहरू र प्रचारकहरूले भन्दै गरेको कुराहरू, आदि कुराहरू लिएर के गर्छ, मान्छेको कुरालाई के गर्छ, विश्वासलाई नै असर पारिदिन्छ। किन भन्दै गर्दा ऊ मान्छे चाहिँ एकदमै डिभिसिभ, त्यो मान्छे कस्तो हो भन्दै गर्दा विभाजनको लागि ऊ मान्छे एकदमै उग्र छ। त्यो कुराको लागि हाइपर तरिकाले ऊ आउँदैछ। डिभिजनले चाहिँ उसलाई एकदमै के गर्छ, सेटिस्फाई गर्छ। मान्छे एक भएको मन पर्दैन, त्यो कुराले छाती पोल्न थाल्छ। अनि त्यहाँबाट उनीहरूले विभिन्न कुराहरू गर्न थाल्छ। तर वचनले हामीलाई राम्रोसँगले र स्पष्टसँगले भनेको छ, स्टे अवे फ्रम देम भनेको छ। एकदमै डिभिसिभ यो परिवारभित्र श्रीमान श्रीमतीको बिचमा आएर भन्दैछ, अर्कोले आवाज दिँदैछ, हेर्नुहोस् है तपाईँको श्रीमान त यस्तो भयो त, तपाईँको श्रीमती यस्तो भन्नु। जे जस्तो भए पनि श्रीमान श्रीमती एकअर्काको लागि बाचा गरेको हो।
के गर्नु पर्यो होला त्यो तपाईँको ठाउँमा छ, म तपाईँलाई अहिले नै म तपाईँको कुराहरू पत्याउँदिनँ, म मेरो श्रीमानको कुरालाई पत्याउँछु, मेरो श्रीमतीलाई म पत्याउँछु। आज संसारमा मैले मेरो प्रभु बाहेक म कसैलाई म त्यति साह्रो भरोसा गर्छु भने मेरो श्रीमानलाई, मेरो श्रीमतीलाई हामीले भन्नु सक्नुपर्छ। अनि त्यो मान्छेले आएर कुरा गर्दैन। तपाईँले ओपनिङ दिन्छ कतिजनाले चाहिँ, कतिजनाको झगडाहरू फल्नाले भन्यो अरे, फल्नाले देख्यो अरे भनेर कतिवटा झगडाहरू मिलाउनु परेको छ फल्नाको कुराहरूमा भनेपछि मेरो श्रीमानलाई भन्दा पनि धेरै म फल्नालाई भरोसा गर्दो रहेछु। त्यो के भयो? त्यो चाहिँ डिभिसिभ त्यो स्पिरिटले हामीमा नि काम गर्न थाल्छ। हामीले थाहा गर्नुपर्छ कहिले पनि चर्च, परिवार, श्रीमान श्रीमती, हाम्रो नानीहरूलाई दुष्टले एक भएको देख्न चाहँदैन, एक भएको देख्न चाहँदैन। दुष्ट मात्रै होइन, धेरै मानिसहरू पनि दुष्ट भएको कारणले गर्दा एक भएको देख्न सक्दैन। तर हामीले यो दिनहरूमा हामी आफै वर्कआउट गर्नुपर्छ, मान्छेलाई प्रुभ गर्नको लागि होइन। हामी कति धेरै मिल्छौँ भनेर दुईजनाले फेसबुकमा फोटो लगाएर मात्रै होइन है। पास्टर पिटरले मलाई भन्दै हुनुहुन्थ्यो, हामी त फोटो लाउँदैन तर झगडा गर्दैन है हामी त भनेर उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। कतिजना चाहिँ अब चाटलाई जस्तो गरेर फोटो लगाउँछ तर झगडाको झगडा उहाँले भन्दै हुनुहुन्थ्यो। फोटो लगाएर मात्रै भएन नि त हामी श्रीमान श्रीमती लाउँदाखेरि के हुँदैन, म लाउँछु तर के हो भन्दै गर्दाखेरि हाम्रो मिलाप पनि हुनुपर्छ। श्रीमान श्रीमतीको कस्तो नराम्रो तरिकाले नानीहरूले सिकिरहेको हुन्छ। त्यो छोरीले बे गर्छ, त्यो छोराले बे गर्छ। फर्स्ट कुरा जान्ने भनेको नि कि बुढी कुट्नु पर्ने हो कि बुढा कुट्नु पर्ने है। हामीहरू एउटा यात्रामा हामीहरू छौँ, एकजना हामी यात्रामा जाँदा एकजना फोटो उहाँले देखाउँदै हुनुहुन्थ्यो। श्रीमतीले यस्तो धुलाइदिएको रहेछ फोटो देख्दै गर्दाखेरि, क्याप्सनमा पनि लेख्नु भएको छ मेरो श्रीमतीले मलाई कुटेको भनेर। म छक्कै परेँ है। 2025 सालमा पनि श्रीमतीले चाहिँ दरो दिँदैछ भने पक्का ऊ चाहिँ MMA फाइटर हुनु पर्यो कि एकदमै टेक्वान्डो खेलेको हुनु पर्यो होइन, UFC च्याम्पियनहरू हुनु पर्यो। बुढालाई दरो धुलाइदिएछ, अत्रो बोकेर फेसबुकमा लगाइदिनु भएको छ उहाँले। अब त्यो कतिसम्मको अब उहाँको अज्ञानता भन्नु कि उहाँको अब बुद्धिमानी हो होइन, एक्सपोज गरे तर उसले आफै पनि सक्यो नि त होइन। मान्छेले भने नि होला ए साथी त अन्त फुटानी गर्दै थियो दरो कुटाइ खाएर पो लागिरहेछ। कति कुराहरू हामीले घरभित्रै हामीले मिलाउनु पर्ने कुराहरू पनि हुन्छ। तर जे भए पनि त्यो कुराहरू मन पर्दैन दुष्टलाई, मान्छे साथीभाइहरू मिलेको मन पर्दैन। तर हामीले त्यो कुरालाई ठाउँ दिनु हुँदैन, डिभिसिभ कुरालाई एकदमै त्यो स्पिरिटलाई ठाउँ दिनु हुँदैन, विभाजन ल्याउने आत्मालाई हामीले ठाउँ दिनु हुँदैन। किन भन्दै गर्दाखेरि आज धेरै हाम्रो सराउन्डिङ्सहरूमा है, हाम्रो कनेक्सनहरूमा धेरै मान्छेहरू छ जो मान्छे एकदमै डिभिसिभ छ, जसलाई चाहिँ विभाजन भन्ने कुराहरू मनपर्छ। एकदमै डिभिसिभ, एकदमै विभाजन, खालि विभाजन, उसको इन्टेन्सन नै के विभाजन, खालि विभाजन, उसलाई मनपर्छ त्यो कुराहरू। त्यो कुराले नै ऊ फ्युल्ड हुन्छ, त्यसले नै उसलाई ऊर्जा दिन्छ। आज धेरै मानिसहरू हुन्छ, हाम्रो साथीभाइहरू हुन्छ, हाम्रो भाइ बन्धुहरू हुन्छ, हाम्रो आफ्नो आफन्तहरू हुन्छ जसलाई जहिले पनि विभाजन मनपर्छ, एकदमै भाँडिएको मनपर्छ। तर वचनले हामीलाई स्पष्टसँगले भनेको छ स्टे अवे फ्रम देम। हामी त्यस्तो मानिसहरूबाट हामीहरू टाढा बस्नुपर्छ। किन भन्दै गर्दाखेरि चाहिँ सच पर्सन उनीहरूले चाहिँ येशू ख्रिस्टलाई हेरेर उनीहरूको नियत ठिक छैन, येशू ख्रिस्टलाई सेवा गर्ने खालको मानिसहरू होइन है। उनीहरू चाहिँ कस्तो खालको मान्छे रहेछ भन्दै गर्दाखेरि चाहिँ उनीहरू येशू ख्रिस्टको सेवाकै गर्छु भन्ने नियतको मानिसहरूले त्यस्तो गर्छ है। सेवाकै गरिदियो, सेवाकै प्रतिको होइन, ख्रिस्ट प्रतिको एकदमै त्यो नभएको तर अर्कै नियत भएको मान्छेले चाहिँ त्यो कुराहरू गर्छ, विभाजनको कुराहरूलाई लिएर आउँछ। चाहे घरमा होस् चाहे मण्डलीमा होस्, दे आर सर्भिङ देयर ओन पर्सनल इन्ट्रेस्ट। यहाँनिर मजाले एनएलटी भर्जनमा के भनेको छ त, दे आर सर्भिङ देयर ओन पर्सनल इन्ट्रेस्ट। उनीहरूको आफ्नो इच्छामा उनीहरूले त्यो कुराहरू गर्छ। उनीहरूको उसलाई चित्त बुझेन, त्यही भएर उसले के गर्छ, मान्छेलाई स्टेड अप गर्छ। उसलाई चित्त बुझेन भने, चित्त नबुझ्ने बित्तिकै हामीले सबै मान्छेलाई एकदमै हामीले कुराहरू गर्नुपर्ने हो त हामीले होइन नि। त्यो चाहिँ के हो, तुष्टता हो, पर्सनल इन्ट्रेस्ट, आफ्नो व्यक्तिगत इच्छाको कारणले गर्दा चाहिँ उसले सबै त्यो कुराहरू गर्छ भनेको छ। बाई स्मुथ टक एन्ड ग्लोइङ वर्ड्स दे डिसिभ इनोसेन्ट पिपल। अर्को भर्जनमा चाहिँ नाइभ पनि भनेको छ। नाइभ भनेको चाहिँ अति धेरै एकदमै कलिलो मानिसहरू भनौँ न, आत्मामा कलिलो, केही कुरा पनि बुझ्न नसक्ने, केही कुरा पनि छुट्याउन नसक्ने
उनीहरूलाई नै के गर्छ, अट्याक गर्छ उनीहरूले। किनभने गर्दा उनीहरूले छुट्याउन सक्दैन। अब श्रीमान श्रीमतीको बिचमा जहिले पनि झगडा, अरू मान्छेले आएर भनेर झगडा भइरहेको छ परिवारभित्र, श्रीमान श्रीमतीभित्र भने छुट्याउनु नसकेको हो नि त। र त्यो भन्ने मान्छेले नि कसलाई भन्छ, छुट्याउन नसक्ने नै भन्छ, एकदमै नाइभ इनोसेन्टहरूलाई नै आएर भन्छ। किन भन्ने बित्तिकै उसले सुन्छ कुरा। त्यही भएर हामीले थाहा गर्नुपर्छ, हामीले त्यस्तो कुरालाई हामीले के गर्नुपर्छ, खारिज गर्नुपर्छ, रद्द गर्नुपर्छ। त्यो कुराहरू आउँदै गर्दाखेरि दे विल टार्गेट। एकदमै वचनमा हामी कोरिन्थीको किताब पत्रमा हामी पाउँछौँ है, एकदम यस्तो स्त्रीहरू पावलले भेटाएको, जसको चाहिँ फलमले डामेको जस्तो भनेको छ, बुद्धि दिमाग उनीहरूको एकदमै दिमागको सोच्ने कुराहरू चाहिँ फलमले डामेको जस्तो भनेको छ। उनीहरूले सुन्नु त सुन्छ तर उनीहरूले बुझ्दैन भनेको छ। किन स्त्रीहरू त्यस्तो तरिकाले एकदमै लेट भएको कारणले गरेर है, धेरै कुराहरूको बिचमा हामीले जान्नुपर्ने कुराहरू त्यही कुरा नैहरू छ। हामीले वी हेभ टु, हामीले वाट एभर इट टेक्स, हामीले त्यस्तो मानिसहरूबाट हामी टाढा बस्नुपर्छ। हामीहरू स्टे अवे फ्रम एकदमै डिभिसिभ मान्छेहरूबाट, विभाजन ल्याउने मानिसहरूबाट हामीहरू टाढा बस्नुपर्छ। चाहे श्रीमान श्रीमतीको बिचमा होस्, परिवारमा होस्, चाहे मण्डलीको कुरा होस्। किन डिभिसिभ मान्छेहरू हुन्छै हुन्छ, विभाजन ल्याउने मान्छेहरू हुन्छै हुन्छ। तर हामीले त्यसमा के गर्नु भनेको छ, वचनले टाढा बस्नु भनेको छ, टाढा बस्नु भनेको छ। द्याट्स द ओन्ली वान वे हामीले गर्नुपर्ने कुराहरू। टाढा बसेर नै हामीले हाई हेल्लो दिनुपर्छ, हामीले टाढैबाट आई लभ यु दिनुपर्छ। तर कतिजना मान्छेले कति डिसिभ हुन्छ है, यो मान्छेले यस्तो गर्दैछ तर पनि हामीले उसलाई प्रेम गर्नु हुँदैन भने त्यो पनि गलत हो। हामीले प्रेम गर्नुपर्छ, टाढैबाट हामीले प्रेम गर्नुपर्छ, टाढाबाट प्रेम गर्नु हामीले सिक्नुपर्छ। कतिजना मान्छे हेर्नुहोस् है, अब त्यस्तो त छैन होला, कतिजनाको चाहिँ घरभित्रकै परिवारले आमा बाउको वास्ता गरिरहेको हुँदैन, कहाँ पल्लो छेउमा हुन्छ छोराहरू छोरीहरू, उनीहरूले कस्तो वास्ता गरिदिइरहेको हुन्छ। प्रेम भन्ने कुराहरू नजिक र परको कुराहरू होइन, टाढो होस् या नजिक होस्, हामीले प्रेम गर्नु चाहिँ हामीले सक्छ। डिभिसिभ मान्छेलाई पनि हामीले विभाजन ल्याउने, खालि उसको कुरा नै के छ, विभाजन, खालि विभाजन, मान्छेलाई झगडा बनाउने, त्यस्तो छ भने हामीले टाढैबाट जयमसी, टाढैबाट आई लभ यु, टाढैबाट प्रार्थना। किन जब हामीहरू घुलमिल हुन थाल्छ, हामीहरू त्यो स्पिरिट हामीमा आउँछ, हामीलाई पत्तै हुँदैन। आदमलाई पत्तै भएन, शैतानले बोल्दै गरेको कुराहरू चाहिँ उसलाई पत्याउनुको लागि। तर अन्तिममा गएर ऊ के गर्यो, परमेश्वरसँग नै उसले विद्रोह गर्यो नि त, एकदमै ऊ रिटालिएट गर्यो, आइसोलेटेड भयो, एलिनेटेड भयो। त्यो कुरालाई हामीले थाहा गर्नुपर्दछ। त्यही भएर तिमोथीको पत्रमा 2 तिमोथी च्याप्टर 4:14 र 15मा यसरी पावलले यो कुराहरू भन्दै गरेका। यो तमौटे एलेक्जेन्डर भन्ने व्यक्ति, एलेक्जेन्डर द मेटल वर्कर डिड me a great deal of harm. The Lord will repay him for what he has done. You too should be on your guard against him because he strongly opposed our message. तमौटे एलेक्जेन्डरलाई भन्ने मान्छेको विषयमा पावलले भन्दैछ, त्यो मान्छेले पुरा हानि गर्यो, नोक्सानी गर्यो त्यो मान्छेले है। त्यही भएर के भन्दैछ, द लर्ड विल रिपे हिम, परमप्रभु परमेश्वरले त्यो कुराको त हिसाब त लिनुहुन्छ, तर के पनि गर तिमीहरू भन्दै गर्दाखेरि यु टु सुड बी, तिमीहरू पनि उसलाई के गर, गार्ड गर एगेन्स्ट हिम। त्यो मान्छे चाहिँ नराम्रो मान्छे रहेछ, विभाजन ल्याउने मान्छे रहेछ, एकदमै दुःख दिने मान्छे रहेछ। त्यो मान्छेसँग के गर त, यु टु स्ट्यान्ड फर्म, याद गर है, थाहा गर, किन भन्दा उसले बडो मेरो हानि गर्यो, उसले नोक्सानी गर्यो भनेको छ। मलाई नोक्सानी गर्नेले तपाईँहरूलाई पनि गर्छ भन्दै गरेको नि पावलले। त्यो कुराहरू हामीले थाहा गर्नुपर्छ है। फर्गिभनेस इज नट अ पर्मिसन टु किप, फर्गिभनेस इज नट पर्मिसन टु पिपल है टु किप हर्टिङ यु इन अ ग्रेटर फोर्स। क्षमा भन्दै गरेको कुरा चाहिँ मान्छेलाई मैले क्षमा दिएँ भन्दै गरेको चाहिँ अझै मलाई ठुलो शक्तिको साथमा मलाई प्रहार गरे भनेर स्वीकृति दिँदै गरेको होइन। फर्गिभनेस इज बिब्लिकल, तर विजडम पनि के हो, बिब्लिकल हो। त्यो पनि बुद्धिको कुरा पनि के हो, बाइबलले नै भनेको छ हामीलाई। हामीले मानिसहरूलाई क्षमा दिनुपर्छ, तर हामी वी हेभ टु किप अवे, हामीहरू एकदमै हामीलाई नै टाढा राख्नुपर्छ। तपाईँले याद गर्नुहोस्, तपाईँको घर परिवारमा, साथीभाइ इष्टमित्रमा जसले विभाजनको कुराहरू गर्छ, टाढा बस्दा हुन्छ, टाढा बस्दा। एक्लै हुँदा केही पनि हुँदैन, बरु एटलिस्ट तपाईँ सत्यताको मार्गमा हुनुहुन्छ।
केही पनि हुँदैन एक्लो हुँदाखेरि। तर जब एकदमै फुटको कुराहरू, एकदमै डिभिसिभ कुराहरू सुन्दै गर्दाखेरि हामीहरू अलगिनुपर्छ, टाढिनुपर्छ है। हामी योसेफलाई फ्ली फ्रम सेक्सुअल इमोरालिटी भनेको छ नि, भाग्नु भने नि, भाग्यो नि ऊ है पोतिफरको श्रीमतीलाई देख्दै गर्दाखेरि। हामी पनि स्टे अवे भन्दै गरेको चाहिँ एकदमै भाड भैलो गर्ने, झगडा गर्ने मान्छेहरूबाट हामीहरू टाढा बस्नुपर्छ। यु क्यान फाइट, लडाइँ गर्नु सक्दैन उनीहरूसँग, झगडा गर्ने मान्छे, विभाजन ल्याउने मान्छेसँग दे विल कम अराउन्ड, यस्तो तरिकाले उनीहरू आउँछ पत्तै हुँदैन, तपाईँलाई थाहै हुँदैन। त्यही भएर हामीले भाग्नु चाहिँ के हो त, बुद्धिमानी हो। एकदमै झगडेले मान्छेसँग, डिभिसिभ विभाजन ल्याउने मान्छेहरूबाट हामीहरू भाग्नुपर्छ है। एकदमै त्यो कुराहरू हामीले जान्नुपर्दछ। अनि कतिजनालाई हामीले यो कुराहरू भनेको छौँ मैले, जब हाम्रो भित्रको इनर वेल, हाम्रो भित्रको इनार चाहिँ जब मैला हुन्छ, हामीले त्यहाँबाट राम्रो कुराहरू खुवाउनु सक्दैन, मान्छेलाई पिलाउनु सक्दैन है। डिभिसिभ मान्छेको चाहिँ इनार के भएको त, इनार के भएको, सबै गएको हो नि त, खतम भएको। त्यो इनारबाट, त्यो वेलबाट निस्किँदै गरेको चाहिँ पोइजन निस्केर आउँछ। अनि उसले फिट गर्नु त खोज्छ तर पोइजन आउँछ ऊबाट। डिभिसिभ, विभाजनको आत्मा भएको मान्छेले, त्यो स्पिरिटले काम गरेको मान्छे है। धेरै बेरसम्म हामीले सङ्गति गर्नु बित्तिकै हामीले त एकछिन कुरा गर्नु बित्तिकै हामीले थाहा भइहाल्छ, अर्काको कुरा गर्नु थाल्यो कि मान्छे होसियार बसिहाल्नु, ऊ चाहिँ होइन रहेछ है। हामीले त्यो तरिकाले हामीले बुझ्नु पर्दछ है। हाम्रो डिभिजनले चाहिँ परिवारलाई विक बनाउँछ है, परिवारलाई विक बनाउँछ, श्रीमान श्रीमतीलाई कमजोर बनाउँछ है। विभाजनले चाहिँ मण्डलीलाई एकदमै घाइते बनाउँछ। त्यो कुराहरू हामीले थाहा गर्नुपर्छ। र यो चाहिँ हाम्रो के हो भन्दै गर्दाखेरि चाहिँ हाम्रो त्यो विकनेस हो। विभाजन चाहिँ हाम्रो घरभित्रको विभाजन, हाम्रो मण्डलीको विभाजन चाहिँ के हो, हाम्रो कमजोरी हो। तर दुष्टको लागि त्यो स्ट्रेन्थ हो होइन। यो चाहिँ हाम्रो लागि एउटा स्पिरिचुअल इमेच्युरिटी हुन्छ टु लिभ अ डिभिसिभ लाइफ इन द लोकल चर्च। कतिजना कस्तो चर्चमा आइरहेको हुन्छ तर पनि ऊ भित्र कस्तो हुन्छ, विभाजन हुन्छ। कहिले पनि चर्चको प्रिन्सिपलसँग, चर्चको बाइलोसहरूसँग कहिले पनि, भिजनसँग कहिले पनि ऊ एकदमै कम्प्लाई गर्न सकेको हुँदैन। चर्चको अगुवाहरूसँग हुँदैन, सबैको विरुद्धमा हुन्छ ऊ। द पर्सन कम्स भेरी 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 क्रिटिकल, एकदमै क्रिटिकल भएर आउँछ ऊ। किन भन्दै गर्दाखेरि चाहिँ उसलाई त्यो डिभिसिभ, ऊ भित्र एकदमै बाँड्ने, विभाजन गर्ने उमा भएको कारणले गरेर त्यो चाहिँ इमेच्युरिटी हो। त्यो तरिकाले ऊ आउँछ जहिले पनि। अनि हामी चर्चमा हामी बस्दै गर्दाखेरि, हामी परिवारमा बस्दै गर्दाखेरि पनि विभाजित भएर बस्नु भनेको चाहिँ इमेच्युरिटी हो भाइ। हामी आत्मामा जति नै हामीले गाए पनि, नाच्यो भने, मैले प्रचारहरू गर्दै गर्दाखेरि पनि म मेरो श्रीमती है, मेरो परिवारसँग म ठिक मेरो एकतामा छैन भने त्यो कुराहरू कस्तो फुलिस देख्छ, कस्तो हिपोक्रेसी देख्छ। कतिजना त्यही तरिकाले नै अगाडि बढिरहेको हुन्छ। होइन, त्यस्तो गर्नु हुँदैन। हामीले हाम्रो परिवारहरूमा नि हाम्रो ठिक हुनुपर्छ, ब्यालेन्स खालको हुनुपर्छ। त्यही भएर त मान्छेले कुरा गर्दै यसले त बङ्गै यस्तो गरे नि, परिवारमा यसको केही पनि छैन भनिदिरहेको हुन्छ। एक न दुई बनाइदिन्छ। साँच्चै सोध्यो भने साँच्चै नै त्यस्तै त हो भनेर कस्तो बोरिङ सुन्छ होइन। त्यो त्यस्तो नहोस्, किन भन्दा हाम्रो त्यो इमेच्युरिटी हो। हामी अहिले हामी मण्डली परिवारमा, हामी रोई लन्डनमा हामी जतिजना हामी छौँ, एकअर्कासँग हाम्रो विभाजित भएर बस्नु भनेको, मलाई फल्ना मन पर्दैन, ढेस्काना मन पर्दैन, ऊ यस्तो भनेर बस्नु भनेको, मैले त्यसो भन्दैछु नि मेरो इमेच्युरिटी हो। अपरिपक्व मान्छे म, अपरिपक्व मान्छेले त्यो कुराहरू भन्छ। तर जहाँसम्म मलाई लाग्छ हाम्रो चर्चको मण्डलीको सबैजनाहरू परिपक्व हुन्छ। हालेलुया, परिपक्वहरू हुनुहुन्छ। र हामी जतिजना पनि है, हामीले पछाडि गएर यो कुराहरू हेर्दै गर्दाखेरि पनि, रिभ्यू गरेर पनि हेर्नु होला। किन भन्दै गर्दाखेरि यो कुराले जहिले पनि हामीलाई रिमाइन्ड गर्छ। हाम्रो युट्युबमा अपलोड गरेको हुन्छ, रिभ्यू गरेर हेर्नुहोस्, सुन्नुहोस्। किन भन्दा यो आत्माले चाहिँ काम गर्नु हुँदैन, हामीमा काम गर्नु हुँदैन, हाम्रो मण्डलीमा काम गर्न दिनु हुँदैन। र 4वटा पोइन्टलाई म सर्टकटमा 10 मिनटमा ऱ्यापअप गर्ने म कोसिस गर्छु अनि म अन्त्य गर्छु। हाउ टु स्पट एकदमै डिभिसिभ पिपल, एकदमै विभाजन ल्याउने मान्छेलाई चाहिँ हामीले कसरी थाहा पाउने भन्ने कुराहरूमा है। एकदमै दे आर क्रिटिकल इन एभ्रिथिङ। उनीहरू चाहिँ सबै कुरामा क्रिटिकल हुन्छ। होइन यस्तो हुँदैन, यस्तो त्यस्तो, पुरा त्यो मान्छेको त्यस्तो हुन्छ, क्रिटिकल भएर आइहाल्छ त्यो मान्छे।
उसको माइन्डै कस्तो हुन्छ भन्दाखेरि चाहिँ सबै कुराहरूमा क्रिटिकल एकदमै कमजोर हुन्छ, विक हुन्छ माइन्डसेटहरू पनि। अनि हामीले थाहा गर्नुपर्दछ ऊ चाहिँ यस्तो खालको मानिस रहेछ, हामीले यसरी हामीले बुझ्नुपर्छ भनेर है। कतिजना मान्छेले त्यो कुरो क्रिटिकल हुँदैन, त्यस्तो भएन भनेर नै हुन्छ चर्चमा। हामी त अब चर्चमा हामीले सेवाकै गर्दै गरेको अब है, जति धेरथोर जति भए पनि हामीले कतिजनाले आएर मलाई भनेको छ है, स्पेसली बाहिरबाट जतिजना आउँदै गर्दाखेरि है, अनि एकदमै दे विल इन्जोय एकदमै क्रिटिकल इन एभ्रिथिङ, सबै कुरामा एकदमै नेगेटिभिटी उसमा भएको कारणले गर्दा जहिले पनि उसको कुराहरू एकदमै नराम्रै हुन्छ, नराम्रै कुरा मात्रै गर्छ। उसको बाई नेचर चाहिँ ऊ के हो, डिभिसिभ मान्छे हो। उसले जहिले पनि उसको सोच्ने चाहिँ के हो, विभाजनको कुरा मात्रै हो उसले। त्यही भएर उसले नराम्रो कुराहरू मात्रै गर्छ। एकदमै नेगेटिभ कुराहरू गर्नेबाट पनि हामीले टाढा बस्नुपर्छ। नेगेटिभले नि, मैले एउटा मेडिकल रिसर्च हेर्दै थिएँ, जति नेगेटिभ कुरा गरे नि हुँदैन यस्तो तिमी खत्तम भन्नेले जति भने नि हाम्रो भित्रको सेल्सहरू मारिदिन्छ अरे नेगेटिभले। नेगेटिभ बोल्यो भने हुँदैन सक्दैन भन्ने कुराले। त्यही भएर हामी बाइबलले सकारात्मक हुनु किन भनेको भन्दा, सकारात्मक पोजिटिभ भयो भने चाहिँ हामी भित्रको त्यो सेलहरू पनि मल्टिप्लाई भएर आउँछ अरे। त जो मान्छे हुँदैन सक्दैन भनेर एकदमै कमजोर दुर्बल हुँदै जान्छ, विश्वासमा पनि शरीरमा पनि। किन भन्दै गर्दाखेरि उसको माइन्डसेटले, उसले नेगेटिभ बोलेको कारणले गरेर सबै कुरा विश्वासमा पनि शरीरमा पनि असर पर्छ। अनि क्रिटिकल भएको मान्छेले कसो गर्छ, उसले अरूलाई दोष दिन्छ, दोष छिट्टो दिइहाल्छ अरूलाई दोष। फल्नाले गरेर यस्तो भयो, ढेस्कानाले गरेर यस्तो भयो भने उसको जीवनमा अथवा परिवारमा, उसको काममा, उसको प्रोफेसनल लाइफमा के डिसअर्डर आयो भने फल्नाले गरेर हो नि, यो त ढेस्कानाले गरेर हो भनेर अरूलाई दोषिहाल्छ। क्रिटिकल माइन्ड भएको मान्छे अरूलाई ब्लेम गर्छ। त्यही भएर हामीले त्यो कुराहरूबाट नै हामीले के गर्नुपर्छ, हामी जोगिनुपर्छ। यो मान्छे चाहिँ अरूलाई दोष दिने मान्छे रहेछ, फल्नाले गरेर मैले, कतिजनाले भनिरहन्छ नि फल्नाले गरेर म राम्रो हुन सकिनँ भनिरहन्छ, फल्नाले गरेर राम्रो हुन सकिनँ, फल्नाले गरेर म सेवाकाई गर्नु पाएन भन, होइन। ऊ चाहिँ बाई नेचर नै ऊ के हो, डिभिसिभ मान्छे हो, अरूलाई ब्लेम गरिबस्छ उसले है। हामीले थाहा पाउनुपर्छ, त्यस्तो मानिसहरूबाट नै हामी अलग बस्नुपर्छ है। अनि नम्बर 2 मा एकदम दे आर लाइक ट्रेन्ड होइन, MMA अथवा UFC फाइटरहरू एकदमै क्रिटिकल, यो डिभिसिभ मान्छेहरूको चाहिँ फाइटरहरू हुन्छ, च्याम्पियनहरू हुन्छ उनीहरू लडाइँ गर्नमा। एकदमै लडाइँ गर्नु चाहिँ छिट्टो हुन्छ, किन त्यसरी नै तालिम पाएर आएको छ, ख्याति प्राप्त भन्छ नि नेपालीमा, त्यस्तो हुन्छ। एकदमै उसले राम्रोसँगले उसले के गर्नु सक्छ, सवाल जवाब गर्न सक्छ। कतिजना मानिसहरू, हामीहरू कतिजनाहरू छौँ जसले सवाल जवाब गर्न सक्दैन, किन हामीले त्यो कुराहरू अनुभव गरेको छैन। लडाइँ झगडामा हामीहरू परेको छैनौँ। कतिजनाले कस्तो मजाले त्यो कुरालाई भनिरहेको हुन्छ, राम्रो हो नि, तर दुष्ट तरिकाले राम्रो। एकदमै झगडा गर्नुको लागि च्याप पार्छ नि मान्छेलाई है। कतिजना मैले याद गरेको छु, अरे यो कसरी चाहिँ यो मान्छेले यसरी भन्यो भने क्या पार्दै नि मैले भनिरहेको छु। किन? दुष्ट छ नि त भित्र, डिभिसिभ माइन्ड भएको मान्छेले। त्यो राम्रो होइन है। दे नोज वेयर एन्ड वेन एन्ड हाउ टु पन्च। मान्छेलाई कहाँ हिर्काउँदा चाहिँ साह्रो पर्छ भन्ने कुराहरू विभाजन भएको मान्छे, डिभिसिभ स्पिरिट भएको मान्छेलाई थाहा हुन्छ। यो मान्छेलाई म यो भन्यो भने चाहिँ उसलाई गाह्रो पर्छ, यो भन्यो भने चाहिँ त्यो मान्छेलाई थाहा हुन्छ। अनि त्यो हुन्छ श्रीमान श्रीमतीको बिचमा होस् या परिवारको बिचमा होस्, यो मान्छेलाई मैले यो नराम्रो भन्यो भने चाहिँ खुत्रुकै हुन्छ, उसलाई साह्रो पर्छ भने त्यही शब्दहरू चलाउँदैछ भने चाहिँ डिभिसिभ मान्छे हो। यो मान्छे चाहिँ भाँड भैलो गर्ने मान्छे हो। हामीले याद गर्नुपर्छ। हाम्रो साथीभाइहरू त्यस्तो हुन्छ, हाम्रो इष्टमित्रहरू त्यस्तो हुन्छ है। हामीले थाहा गर्नुपर्छ त्यो कुरालाई। एकदमै अगुवाहरूले पनि यो कुरा थाहा गर्नुपर्छ है। हाम्रो अगुवाहरू जतिजना हुन्छ डिभिसिभ कुराले जहिले पनि त्यो कुराहरू फाइटर है। दे गेट ट्रेन फ्रम देयर प्यारेन्ट्स। अघि मैले भनिहालेँ, दे टक एन्ड बिहेभ ऱ्यान्डम लाइक एन अर्फेन, नो कल्चर। एकदमै यो डिभिसिभ भएको मान्छेको उनीहरूको कल्चरहरू पनि हुँदैन, ऱ्यान्डम हुन्छ, जे पाए त्यो गरिदिने, जे पाए त्यो कुराहरू बोलिदिने। किन? कल्चर छैन। अर्फेनहरू भनेको त्यो हो नि त। अर्फेन भन्ने गरेको चाहिँ नट बाई त्यो बायोलोजिकल स्पिरिट हो नि त। अर्फेनले चाहिँ उसलाई सिकाएन पनि, उसँग कल्चर पनि छैन। अनि अर्फेनले जे पाए त्यही कुराहरू गर्छ है। नेपालीमा टुरो भन्दै गरेको नि, टुरो मान्छेले त्यो कुरा गर्छ।
टुरो चाहिँ आमा बाउ नभएको कारणले गरेन, टुरो चाहिँ बाइबलले भन्दै गरे आत्मा हो। किन त्यो कुरा भन्दै गरेको उसले चाहिँ जे पाए त्यही कुरा छ, कसैको बारेमै सोच्दैन उसले। त्यो चाहिँ त्यो स्पिरिट चाहिँ एकदम डेन्जर हो। उसले फाइट गर्छ अनि फ्लाइट गर्छ, लडाइँ गर्छ, जित्न सक्दैन भने फ्लाइट गर्छ, ऊ भाग्छ ऊ है। अर्को नम्बर 3 मा डिभिसिभ पिपल क्रिएट डक्ट्रिनल स्टेकल्स है। मान्छे कतिजना मान्छेले म्यानिपुलेसनहरू गर्छ, वचनकै कुराहरूलाई तोडेर मोडेर ट्विस्ट गरेर अर्कै तरिकाले भनिदिन्छ। लाइक अघि मैले भनेको जस्तो है, हामीले परिवारलाई प्रायोरिटी दिनुपर्छ भन्दै गरेको सबै कुराहरू हामीले सेवकाईहरू गर्दै गर्दाखेरि है, त्यो बिचमा पनि हामीले थाहा गर्नुपर्ने हाम्रो परिवार छ है, परिवारलाई नै हामीले समय दिनुपर्छ भन्ने चाहिँ हो। तर त्यो सुन्ने मान्छेले त्यति मात्रै सुनेछ। अरू बेला नि मैले प्रचार गर्दा भनेको थिएँ, पुरानो समयमा मान्छेले जग्गा बेच्यो, सुन चाँदी सबै कुरा लिएर प्रेरितको पाउमा राखिदियो भने त्यो चाहिँ बुझेन रहेछ। त्यो कुराहरू रेडिकल्ली उसले बुझ्ने हुनुभयो त उसले पनि ल्याउँथ्यो होला नि त, जग्गाहरू बेचेर, गाडीहरू बेचेर, घर बेचेर पैसा ल्याउँथ्यो होला नि चर्चमा। तर त्यो कुरा चाहिँ नबुझ्ने, तर परिवारको प्राथमिकता हामीले दिनुपर्छ भन्ने कुरा त्यसलाई घुमाएर बुझ्नु भनेको त के हो? डिभिसिभ मान्छे हो नि त। यी यस्ता साना साना कुराहरू हो, तर यो कुराले ठुलो मोड लिइरहेको छ। आज हाम्रो मण्डलीमा मात्रै होइन, तमाम जति पनि चर्चेसहरू छ यो दिनहरूमा स्ट्रगल गर्दै गरेको सबै मण्डलीहरूलाई यो कुराहरू मैले भन्दै गरेको। कतिजना मान्छे एकदमै दे आर भेरी गुड एट इट, त्यो कुराहरूमा एकदमै दे विल गेट द ह्याकर अफ इट। हामीले भन्दै गरेको कुराहरूमा उनीहरूले मिलाएर उनीहरूले है म्यानिपुलेट गरेर दे विल गेट ह्याकर अफ इट, राम्रोसँगले उनीहरू ट्विस्ट गरेर आउँछ। त त्यस्तो हुनु हुँदैन, हामीले थाहा गर्नुपर्छ। त्यो मान्छेले ढाँट्छ, त्यो मान्छेले गसिप गर्छ, म्यानिपुलेट गर्छ है, त्यो तरिकाले उनीहरू अगाडि एकदमै बढिरहेको हुन्छ। नराम्रो किन भन्दै गर्दा यहाँ अगाडि पनि हामीले वचनमा 17 मा त्यो कुराहरू हेऱ्यौँ, किन उनीहरूले ठुलो तरिकाले काम गर्छ भन्दै गर्दाखेरि चाहिँ उनीहरूले म्यानिपुलेट गर्न मौका पाउँछ। विश्वासमा कमजोर हुनेलाई, भर्खर न्यू कन्भर्ट्सहरूलाई उनीहरूले राम्रो तरिकाले उनीहरूले कुदाउन सक्छ उनीहरूले। त्यही भएर हामीले थाहा गर्नुपर्छ। दोस्रो तिमोथी 2:16 मा एभोइड गडलेस च्याटर बिकज दोज हु इन्डल्ज इन इट विल बिकम मोर एन्ड मोर अनगडली। एकदमै बकबकको कुराहरूमा, अननेसेसरी कुराहरूमा हामीहरू झुन्डिरहनु हुँदैन। किन भन्दै गर्दा त्यो कुरोले चाहिँ हामीलाई अति ईश्वरहीन, अझै ईश्वरहीन हामीलाई बनाइबस्छ र हामीले त्यो कुराहरू थाहा गर्नुपर्छ। नम्बर 4 लाई म भनेर अन्त्य गर्दैछु। नम्बर 4 मा दे सिक पावर एन्ड आर नट सबमिसिभ होइन। यो एकदमै डिभिसिभ मान्छे, विभाजन ल्याउने मान्छेहरू कस्तो हुन्छ, चाहे घरमा होस्, चाहे काममा होस्, चाहे हाम्रो स्कुलमा होस्, चाहे चर्चमा होस्, मण्डलीमा होस्, अगुवाहरू हुनसक्छ, विश्वासीहरू हुनसक्छ। उनीहरू कस्तो हुन्छ, डिभिसिभ मान्छेहरू एकदमै उनीहरू पावर, एकदमै त्यो पावर भ्याक्युमलाई खोजिबस्छ। काँची छ त्यो शक्ति चाहिँ, काँची पाउँछ मैले भने, अनि मौका पाउनु बित्तिकै उसले त्यस्तो तरिकाले ऊ पावरमा आउनु खोज्छ। अनि उसको लागि पावर नै के हुन्छ, सबै कुराहरू हुन्छ। ल उसले त्यो व्यक्तिलाई अब भन्यो अरे होइन, ल तपाईँले त्यो सेवा गर्नुभयो, अब तपाईँ बस्नुहोस्, अर्को मान्छेले हामीले अब अर्कोलाई हामी उठाउनुपर्छ, रेस्ट गर्नुपर्छ भन्यो भने त्यो मान्छे रिसाइदिइरहेको हुन्छ। किन भन्दै गर्दा डिभिसिभ मान्छेको चाहिँ पावरले फ्युल गरेको हुन्छ, ड्रिभन बाई पावर। पोजिसन भन्ने कुराहरू ठुलो हुन्छ उसको लागि, पद भन्ने कुरा चाहिँ परमेश्वरभन्दा पनि ठुलो हुन्छ उसको लागि। त्यही भएर हामीले थाहा गर्नुपर्छ, हामीले घरमा होस् या चर्चमा होस्, साथीभाइहरूको बिचमा पावर ड्रिभन एकदमै त्यो भ्याक्युम खोज्ने मान्छेहरू पनि एकदमै डेन्जरस हुन्छ। त्यो मान्छे डिभिसिभ हुन्छ, त्यो मान्छेले विभाजन एक न एक दिन ल्याउँछ शक्ति खोज्ने मान्छेले है। कतिजनाले ल तपाईँ बस्नुहोस्, अब हामी अर्को मान्छेलाई ल्याउँछौँ भन्छ, कतिजनाले रिसाएको छ, कतिजना है राम्रोसँगले गर्छु म, कतिजनाले भनेको छ। त्यसो भन्दाखेरि चाहिँ राम्रोसँगले गर्छु त्यो भनिरहनु आवश्यक छैन नि त, नराम्रो गरेर होइन नि त। तर अर्को मान्छे आउँदैछ, जो मान्छेले राम्रोसँगले गर्नु सक्छ भने, वेदर इट इज चर्चको पास्टर होस् या जोसुकै होस्, अर्को मान्छे आएर राम्रोसँगले गर्छ भने हामीले त्यो ठाउँहरू हामीले छोडिदिनुपर्छ। यो चाहिँ हामीले लडाइँ गरेर एकदमै पाएको वीरता होइन नि त। हामी चाहिँ गएर वर्ल्ड वारमा गएर है, गोर्खालीहरूले गएर त्यो खुकुरीले काटेर, मान्छे काटेर उसले कमाएको तोकमाहरू जस्तो होइन नि त। सेवकाई हो, मण्डली हो। आज अर्को मान्छे आउँछ, अर्को मान्छे अझै राम्रो आयो भने अर्को मान्छे आओस्, केही पनि छैन त्यसमा। कसलाई फाइदा हुन्छ? चर्चलाई, परमेश्वरलाई फाइदा हुन्छ, राज्य वृद्धि भएर जान्छ।
तर डिभिसिभ मान्छेहरू के हुन्छ, एकदमै पोजिसन ओरिएन्टेड हुन्छ, एकदमै त्यो ठाउँमा उसलाई बस्नै पर्ने, चाहिने है। त्यो तरिकाले पनि हामीले बुझ्नुपर्छ है। दे प्रिफर वाइड फ्रिडम एन्ड क्यानट बी अन्डर एनी वान सबमिसिभ। उनीहरूलाई एकदमै ठुलो फराकिलो स्वतन्त्र चाहिन्छ। डिभिसिभ मान्छेलाई स्वतन्त्र ठुलो रूपमा चाहिन्छ। तर बाइबलले चाहिँ उल्टा भनेको छ नि त हामीलाई, न्यारो हुनुपर्छ हाम्रो बाटो भनेर। तर त्यो मान्छेहरूलाई चाहिँ के चाहिन्छ, फराकिलो बाटोहरू चाहिन्छ। कसैको अधीनमा आउनु सक्दैन, ऊ श्रीमानको नि अधीनमा आउनु सक्दैन, श्रीमतीको नि अधीनमा आउनु सक्दैन, परिवारको कसैको पनि अधीनमा आउनु सक्दैन। झगडेलु मान्छे हुन्छ, जहीँ पनि झगडा गर्ने मात्रै हुन्छ। अनि मण्डलीमा त्यो मान्छे आउँदै गर्दाखेरि कसैको पनि अधीनमा आउनु सक्दैन। र हामीले याद गर्नुपर्छ, मण्डलीमा चाहिँ हामी जहिले पनि वी हेभ टु कम अन्डर, एकदमै सबमिसनमा हामी आउनुपर्छ है। परमेश्वरको सबमिसनमा आउनुपर्छ। लोकल चर्चको नियम नीतिहरू हुन्छ, त्यसको सबमिसनमा हामी आउनुपर्छ। मलाई यो मन लाग्यो, म यो गर्छु त्यो गर्छु भन्नु हुँदैन है। म आज चाहिँ अब म यो तरिकाले प्लानिङ गर्छु पनि भन्नु हुँदैन होइन। चर्चको के छ, क्यालेन्डरहरू हेरेर त्यो तरिकाले हामीले गर्नुपर्छ है। दे डु फर देयर बेनिफिट। उनीहरूले जे कुराहरू गर्छ उनीहरूले आफ्नो प्रमोसनको लागि र आफ्नो फाइदाको लागि मात्रै उनीहरूले गर्छ। विभाजन ल्याउने मान्छेको उनीहरू सेल्फिस हुन्छ, उनीहरू नार्सिसिस्टिक हुन्छ, डिभिसिभ मान्छेहरू जहिले पनि आफ्नै बारेमा मात्रै सोच्ने हुन्छ। सो म समयको एकदमै समयलाई मध्यनजर गर्दै आजको वचनलाई म यिनीहरू अन्त्य गर्न चाहन्छु। बट